कुहिरो लगाएर केटा आम्मा बाटो छैन घरहरू होइन हेर्नु त भ्यू चाहिँ कडक दिइरहेको छ होइन यहाँ बवाल छ अनि यहाँनिर चाहिँ ब्याकग्राउन्ड साउन्ड अलिक ठुलो भयो क्या त्यही भएर बवाल देख्दो रहेछ यहाँबाट सिन्धुली गढी आइसक्यो हामी चाहिँ होइन यहाँपट्टिमा सिन्धुलीको गढी डाँडा लेखिरहेको छ यस्तो दामी देखेछ नि आम्बो आजको सुरुवात भइसकेको छ हाम्रो चाहिँ बिहान होइन ल 9 बजे गएको होस् गइसकेर सन्चै आरामै हुनुहुन्छ र होइन अनि आज चाहिँ पुरा कुहिरो लागेर पुरा खत्तम भइसक्यो होइन ओह्रारो भएको फिल भइरहेको छ होइन अहिले चाहिँ ओइ बुझ झालेले नै डिस्टर्ब हानेको छ नि तपाईँहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु अनि म चाहिँ आज जाँदैछु अनि पुरा कुहिरो लागेर धुम्म भइरहेछ देख्न सक्नुहुन्छ सबै नम्बर कुहिरो लागेको अनि जाँदैछु बिहान त कति भन्नु 9 साढे 9 जस्तो भइसक्यो होइन कटारी जानु छ कटारी गएर कहाँ जान्छु भनेपछि वहीँ गएर भन्छ नि अहिले चाहिँ पुरा अँध्यारो न अँध्यारो छ यहाँ हेर्नु न कस्तो डेन्जर कुहिरो लागिरहेछ होइन देख्नुभयो होला त पुरा राम 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 यस्तो छ अनि जाडो चाहिँ अहिले पुरा पुसमा यस्तो डेन्जर जाडो छ अनि कुहिरो लागेर हुसु लागेर होइन बवाल भइरहेको नि त अनि अहिले चाहिँ हामी चाहिँ कहाँ जाँदैछु भनेपछि जाँदैछु सिन्धुली गढी चाहिँ तपाईँलाई भन्नु बिर्सेछु नि मैले सिन्धुली गढी जाँदैछु अहिले हामी चाहिँ अनि पुरा यो चाहिँ हाम्रो गाउँको जङ्गल हो कि यो यहाँबाट अब हल्का हल्का अगाडि गएपछि कटारी आइपुगिन्छ होइन थोरै लगभग मेरो घरदेखि 8.5 किलोमिटर छ भनेर म त प्रायः भ्लगमा भनिरहेको हुन्छ होइन बाटो चाहिँ अलिक खत्तमै छ कि अहिले आज त्यही माथि शनिबार गाडी कुदाएको छैन अनि यति जाडो छ नि अनएक्सपेक्ट जाडो क्या बिहान राति उठ्दाखेरि क्या अब यस्तो कुहिरो लागिरहेको थियो क्या आम्मामा घरमै अनि यति साह्रो कुहिरो लगाएको चाहिँ थाहा भएको थिइनँ मैले यो एरियामा फर्स्ट टाइमै होइन यति जाडो भएको अब हामी चाहिँ कटारीबाट पनि यहाँबाट होइन लागिसक्यौँ अनि अहिले चाहिँ यस्तो हुसुर लागिसक्यो हेर्नु न पुरा वेदर पनि बबाल छ होइन मतलब बबाल छ होइन पुरा कस्तो घुमेको देखिरहेको छ नि त अहिले कटारीबाट त लागिसक्यौँ अनि हामी चाहिँ अब ठ्याक्कै यहाँबाट राइट साइडबाट जानुपर्ने अगाडि गएर अफ गर्नुपर्ने कुरा गर्नुपर्ने उताबाट हालेर उल्टोतिरबाट हाल्यो यताबाट हाल्नु पनि उताबाट हालिन्छ कि अनि हाम्रो कटारीमा गएर तेल हाल्नुपर्ने हुन्छ तेल छैन साउन्ड निकै भइदिएको हजार तेल हाल्यो यहाँबाट होइन अब यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ कि अब हामी यहाँबाट लागिसक्यौँ लामो पुल छ क्या सबैभन्दा यो बजार पढेको छैन जहाँ बजार त्यहाँनिर चाहिँ बिच चाहिँ मोबाइल हेर्नु सिन्धुली बजार गोल्डेन रिभर यहाँ कतैबाट निक्लेर चाहिँ तलबाट आएर यहाँ निक्लेर अनि अहिले जाँदैछौँ
फेरि पछाडि नै छोडेको आउँदैन। हामीहरू दुईजना चाहिँ गइसक्यो अगाडि चाहिँ साथी र म चाहिँ आउँछौँ होइन। अनि हामीहरू चाहिँ मस्त लगाएर जाँदैछ बाटो हेर्नु सिलगढीको आम्बो यो नि त होइन यसलाई चाहिँ पहिलोचोटि आउँदैछ है यो सिलगढी दरबार घुम्नलाई। काठमाडौँ आउने जाने गाडीमा अरे अनि हामी त बाइकमा हिँड्ने मान्छे त जहाँ मन लाग्यो ती रोक्यो प्रचार भयो बाइकहरू चाहियो। गोप्रो फर्को भएको गर्थ्यो अनि बेसीको प्रब्लम हो आफ भएछ नि त अहिले माथि देखेको त्यो सिलगढीको गढी डाँडा लेखिरहेको छ देख्नु भएन हामी आइसक्यो अब। यहाँ बवाल मैंने हम दाइले है ना यस्तो दामी देखेछ नि आम्बो आफू भयो क्या अफ भएको रहेन रहेछ। अफ भएको थियो गोप्रो होइन। यहाँनिर चाहिँ पुरा स्ट्याचुहरू बनाएको छ र बाबा कडक माल देखिरहेको नि त हाम्रो यहाँनिर चाहिँ सुन्तला जुनार सिजन छ। सिजन यो सिजन छ नि त सुन्तला जुनार बाबाले त लुकाएर यो गाई छैन यत्तिकै आम्बो तपाईँले कुदाएको देखेर मेरो मुटु सिरिङ्ग भयो अघि दाइ होइन कस्तो कुदाएको थियो मुटु सिरिङ्ग बनाएन त्यो टिफरले त सेल्फी रोडबाट पनि लागेर सेल्फी रोडबाट अगाडि लागेर अब हामी त्यो गढीको तर्फ जाँदैछौँ कागज जाने अगाडिबाट भित्र फेर्ने हो। त्यो भित्रेपछि त्यहीँनिर मुटिएको त्यहीँ मुटिरहेको कि अगाडि जाने अनि अगाडि गएर लेफ्टपट्टि लाग्नुपर्ने हुन्छ। कस्तो फेरि टर्निङमै गाडी आइरहेको थियो ठक्क अगाडि गाडी बिग्रेर हरेकबाट हिँड्नुहोस् मास्तिर यहाँबाट चाहिँ ठक्क सिलगढी गाडी पर्दैछ अरे यहाँबाट चाहिँ हामी भित्र लागिसक्यौँ है। आज घाम लागेर चाहिँ देव क्लियर देखिरहेको उता हाम्रोतिर के अरे अलिक पिरो लागेर पनि होला होइन। यता चाहिँ अब सफा देखिरहेको नि त बवाल राम्रो पनि एकदम सब क्वालिटीमा होइन। उदयपुर गाडी र हाम्रो यो सिलगढी गाडी यही छ है दरबार चाहिँ अब यो घुम्नु पनि आएपछि गाडी आयो हल्ला त गाईले त झन्डै हामीलाई त पलाइदियो यहाँ गएर टिकट काट्छ।
तेल चाहिँ सकेर हेर्नु न यत्रो लाइन थियो अघि अहिले छैन सतीश नभारी रहेछ तल चाहिँ टिकट गर्नु गएको आउँदैन त कहाँ गयो हाम्रो कार्की भाइ हाम्रो यहाँनिर हुनुहुन्छ अब बबाल क्राउड चाहिँ यसको एङ्गल बिग्रे के भएको सेन्देली गढी आइसक्यो हामी चाहिँ होइन अनि यहाँ बबाल हेर्नु यस्तो भिड छ नि लगभग अहिले 2:30 भइसक्यो होला मान्छेहरू हेर्नु थोरै छ त्यो हाम्रो दाइहरू अगाडि जाँदैछ म चाहिँ यहाँ पछाडि छु होइन यस्तो दामी छ नि यस्तो दामी छ नि यहाँनिर अगाडि पुगिसकेको छ कति छिटो र हामीहरू चाहिँ म चाहिँ यहाँ छु है यहाँ घुम्नु मात्रै आएको होइन हामी यस्तरी एक राउन्ड घुम्ने ठाउँ रहेछ त बवाल छ बाबा ल यहाँदेखि के हो बवाल 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 यस्तो घाम लागेको छ नि अहिले चाहिँ अनि हामी यहाँ छौँ होइन अब्बर रमाइलो भइरहेछ आज चाहिँ यस्तो डेन्जर क्राउड छ नि यता हाम्रो शनिबार भएर पनि होला होइन लुगाहरू त भेगाएको छैन नेपालको झन्डा फरफराइरहेको छ यहाँनिर र अनि अहिले मान्छे छ बोल्दै रहेछ होइन बवाल 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 यो उकाल ठाडै उकाल आउनु पर्ने रहेछ बवाल देख्दो रहेछ यहाँबाट कला घरबाट भ्यू सिन्धुलीको यस्तो दामी रहेछ बाटो चाहिँ यता आउनु रहेछ खत्तम रहेछ यहाँनिर नि कला घर यहाँबाट स्टार्टिङ हुने रहेछ खासै मान्छे यतातिर चाहिँ नआउँदो रहेछ होइन खासै मान्छे नआउँदो रहेछ यतातिर चाहिँ अनि त्यो टाढो छ नि त अलिक धेरै टाढा हुनुपर्दो रहेछ कति 6 किलोमिटर रहेछ यता त्यही भएर यता मान्छे खासै नआउने त्यही भएर हामी चाहिँ आइदिएको होइन आएको बेला यहाँनिर चाहिँ कला घर छिर्ने बाटो मोबाइल अलिकति यो गोप्रोको चार्ज सक्यो कि अलिक अनि यहाँनिर हेर्नु त भ्यू यस्तो दामी छ नेपालको झन्डा यहाँनिर यस्तो दामी सिनहरू रहेछ अनि यहाँ बस्ने ठाउँ पनि एकदम बवाल बनाएर चाहिँ उता रमाइलो गर्ने ग्रुपहरू छ यहाँ आइफिल टावर पनि रहेछ होइन यस्तो दामी रहेछ यहाँनिर चाहिँ घरहरू होइन हेर्नु त भ्यू चाहिँ कडक दिइरहेछ होइन यहाँ बवाल छ अनि यहाँनिर चाहिँ ब्याकग्राउन्ड साउन्ड अलिक ठुलो भयो क्या त्यही भएर यस्तो दामी रहेछ साउन्डहरू चाहिँ मारिदिने बेला भएछ यहाँ त कुहिरो लगाएर केटा हो आम्मा बाटो केही देखेको छैन ल अब हामी चाहिँ ल हामी चाहिँ अब बेलुका ढका ठुलो अब त मनबाट यता लाग्यो होइन राति छ यस्तो अँध्यारो छ लागिरहेको छ होइन त्यो भिडियो नम्बरमा लाइक सेयर